बल्ल गइगयो यार भरनातिर भान्जिन भाइ ठुलो भएछ जाने भएको धामी भतिज लिनु पर्यो लेकतिर जानु पर्यो चरीचरणको लागि गाईबस्तु बाख्रा लगायत गोठालाहरू 6 महिनाको लागि उच्च लेकाली पाटन जाने तयारी भइरहेको छ। गोठालाहरू गोठा जाँदैछन् सबै 6 महिनाको लागि लेखमै बस्ने पाल क्याम्पिङ गरेर गाई बस्तु बाख्रा भेडा लगायत गो बाजार पले तपाईं पनि जाने भाउजू कता ल लेकतिर उनलाई कुकुर सुकुर घोडा 6 महिनासम्म खाने रासन हो। आहा तिम्रो नि मात्रै जाने हो मार्का के को लाग्यो भन त गोठाला ल यसरी 6 महिनाको लागि रासन पानी सहित व्यवस्था हुन्छ माथि लेकाली भेगमा बस्नको लागि। यसरी चामल नुन घोडामा ढुवानी गरेर लगिन्छ। कुकुरको नाम के हो? लक्की। कसका बगाला ए सम्झना
सिउन ढाका क्या हाल्नुहुन्छ काली भाइ? पालका खुट्टा लाउँछ यार, गोली भैँसा उगोलिने लेखातिर जाने भइगयो अनि लेखातिर भैँसा बाख्रा लिनु पर्यो, त्यही पनि पालका खुट्टा लाउँछु अनि भोलि 15 गते घिने भयो। अब लेखातिर भैँसीहरू अनि सामान फाल्न जाने भने घोडा माथि हालेर अनि घोडा दिन्छु नै अरे त नि घोडा त दिएछन् लैजानु भन्दा कि क्या? लैजानु मिल्यो। सामान कति वाला फाल्न जानु त? सामान 2 घोडामा फाल्नु पर्ने हो, 4 गट्टा कहिले कति बेला? चामल अब पर्सि भैँसा पुर्याएपछि आउनु पर्ने अब ए सार रासिन गोठा जाने भइगयो पालेर साथीहरू। किन उखेल्नु भयो दुध? उखेलिन् क्या नानी? ए अनि अरू खाना खानु भएन त? बिहान बुढी के हाल्नुहुन्थ्यो त? अहिले भात बनाउनु भएको चाहिँ के? आलु तिउन छ भोटा छ ए रुङ्का घुगा रोटी। अनि गाउँको नौ खानुभयो त? खाली यति खाली तो नआउँदा ए सेल खानु भएन त? सेल खाएन हो हाल्नु आज? आज हाल्ने अहिले हाल्ने चाँदै खस्यो बुढा हेर्नु साथीहरू, लसुन कलाउँदै हुनुहुन्छ कालिम्पोङ सालीमा। लसुन कति भयो त? लसुन कति भयो? ए एक डोकै हो त। किन्ने बाजी सम्पर्क गर्नु होला। लसुन दुध